नमस्कार है गाइजहरू, हामी त जाडो भएर खोलामा अर्काको ब्ल्याङ्केट झिकेर ट्र्याक्टर तल छ लोड गर्यो गोठमा खोला माथि। हामी चाहिँ जाडो भएर के भन्नु लेबर काम गर्छ है हामी। यस्तो छ गाइस, जाडो भएर अर्काको ब्ल्याङ्केट झिकेर ओढेको। अहिले यसलाई थन्काइदिने जाने। तल माल लोड गर्यो ट्र्याक्टर, माछा मार्ने मेसिन पनि यही छ अर्काको गोठमा। के गर्नु गरिब मान्छे। ए मेरो भाइको छोरा हेर्नु गाइस, कति बेला झन् कति झाड्यो। अहिले त डब्बल ओढेछ, अहिले त डब्बल त्रिबल ओढेको छ। हामी त्यो अर्काको गोठबाट झिकेको यो पालबाट, त्यही पालमा राखिदिने हो। हामी चाहिँ ट्र्याक्टरमा माल लोड्ने गऱ्यौँ। अब चलाएर जाने, माछा मार्ने एकछिन, भरे माछा खाने। दाइ फेरि त्यहाँ मिसिन जोड्न गएको छ त्यहाँ चाहिँ। ल ल लिएर आउने त्यो साठा भिज्यो होला मुनि, करेन्ट आउँछ फेरि। हामी त गाउँघरमै माछा मार्ने खाने अर्ग्यानिक। तपाईँहरूले खाने हो चाहिँ लमजुङ आउनुहोस्, यहाँदेखि घलेगाउने नजिकै पर्छ है। घुम्न जान म लगिदिन्छु। ट्र्याक्टरमा जाने भने ट्र्याक्टर त्यहाँ छ, गाडीमा जाने गाडी चाहिँ घरमा छ है गाइजहरू। यसो मेरो युट्युबतिर नि यसो मलाई सब्सक्राइब गरिदिनुहोस्। गुरुङ कान्छा छ, विष्णु गुरुङ हो नाम है। टिकटकमा नि विष्णु गुरुङ हो, गुरुङ कान्छा छ टिकटकमा चाहिँ गाइज। यो भाइको छोरा, यो चाहिँ यो छोरै हो। यहाँ चाहिँ यसलाई बहुत जाडो एकछिन मुढा भुकाएको, मिसिनले काट्यो अनि मुढा गाडीमा हाल्यो, ट्र्याक्टर ढेसा आयो। माथिबाट ल्याएको, माथि पाखाबाट ल्याएको हो। हामी चाहिँ खोलातिर, लमजुङको राम्चे खोला भन्ने ठाउँमा छु। राम्चे खोला, राम्चे खोलातिर छु। काहीँ हावाहुरी अँधेरो भए अहिले चाहिँ उज्यालो भयो। अब मिसिन ब्याट्रीमा जोडेर माछा मार्न जाने एकछिन। 1 बाल्टिन जति माछा मार्ने। अनि 1 हप्तालाई पुग्छ, मासु किन्नु पर्दैन गाउँमा भएपछि। यस्तो छ तलतिर बस्दै चढे है, राम्चे खोला हो है गाइज। यो गोठ चाहिँ ट्यापे काइला भन्नेको, मेरो काइला बाउ पर्नेको गोठ हो। जाडो भयो, चिलाउनेको झुस लाग्यो होला बुढालाई, भोलि झुसले चिलाउँछ। जाडो भएर मर्ला ओढिदिनु पऱ्यो। यसले यो कपडा लगाएर मुढा बोकेको क्या। बोकेर आइरहेछ दाइले, म जुम गरेर तानिदिन्छु। मिसिन माछा मार्नलाई ट्र्याक्टरमा थियो, माल नि लोड गरिसकेँ।